खाजाको लागि पैसा दिनु न। कापी पनि सकिएको थियो। बढी नाटक नगर है। ल 50 रुपियाँ। यतिले त पुग्दैन नि आमा। तेरो चाला ठिक छैन है। बाहिरको केटाहरूसँगको सङ्गत लागेकी छस्। याद गर है। तँलाई फेरि आमा म गएँ। भरे छिट्टै घर आऊ है मेरो छोरो। अब भरे अलिक ढिलो हुनसक्छ। साथीहरूसँग बल्ल त भेट भएको छ। पिर नगर्नुहोस्, आइहाल्छु नि। दाइले चाहिँ घुम्न जान 5,000 दिने अनि मलाई चाहिँ कापी किनेर खाजा खान नि नदिने। यति पैसाले के गर्ने? नगर त। छोरा भनेको घरको कुल धान्ने हो। त भनेको अर्काको भित्तो। तँलाई दिएर के गर्नु? अर्काकै घर जाने हो त? चुप लाएर जा। के भयो छोरी? शान्ति, ए शान्ति, यहाँ आऊ त। छोरी किन रुँदै बाहिर गइन्? छोरीलाई यसरी गाली गरेर पठाउने हो? अहिलेको बच्चाहरूलाई फकाइ फुलाइकन सम्झाउनु पर्छ। अहिलेको बच्चाहरूले कतिखेर के घटना घटाउने हो थाहै हुँदैन। तिमीले यसरी भेदभाव गर्ने हो भने अरूले के सिक्छ? सुन न, हिजो हामी घुम्न गएको थियो नि, त्यो फोटो छ नि मेरो त तिम्रो मोबाइलमा राम्रो राम्रो आएको छ होला नि, होइन? त्यो छ नि, मेरो सिङ्गल नि पठाइदेऊ। अनि तिम्रो र मेरो नि हाल, अनि ग्रुपको पनि हाल नि, फेरि नबिर्सिकन हाल है। हाल न तुरुन्तै। राम्रो राम्रो छानेर हाल नि, त्यहाँ नराम्रो हाल्ने होइन नि। लाइक कमेन्ट आउँछ के धेरै। हुन्छ, ल ल पठाइदेऊ ल। ए शान्ति, कति मोबाइलमा मात्रै झुन्डिरहेको? बुहारी एक्लै काम गरिरहेकी छिन्, सघाउनु पर्दैन? हेलो हजुर सर। ए हो र हजुर। ल म आएँ हजुर, आएँ। ए सुन न, यस्तै हो, बुढाहरू कराइरहन्छन् कि बुढी राम्रो भएर त हिँड्नै नसक्ने भने कराउने जातै हो। छोडिदेऊ। फोनमा कति कुरा गरिरहनु। खाजा साजा पनि खाम्ला, होइन? भेटेर फोटो पनि छानौँला। ग्रुपहरू बसेर टक्क खाजा खाना जे हुन्छ यतै आज मका खाने। आऊ है सबैजना यहीँ बसेर रमाइलो नि गरौँला के। ल ल आऊ नि, तुरुन्तै आऊ। ठिक छ ठिक छ, हुन्छ। ल आऊ है। हुन्छ। बुहारी, बुहारी, ए बुहारी, यसले बोलाएको त फिट्टिकै सुन्दिने भने। आमा बोलाउनु भएको मलाई? अघिदेखि कराउँदा कराउँदै घाँटी दुखिसक्यो। मेरो 4-5 जना साथीहरू आउँदैछन्। 2-4 वटा आइटम यसो मिठो अलि छिटो बनाएर राख है। जाऊ, छिटो आउँदैछन्, तयार पारेर राख। जा भनेको सुनेनस्? के मुख हेरेर बसिरा? आमा एक्लै छु, फेरि त्यति धेरै खानेकुराहरू बनाउनु पर्ने छ। बरु कोही सघाउन आए छिटो हुन्थ्यो कि। के रे? मैले भनेको नटेर्ने त? ल मैले त्यस्तो भनेको होइन कि आमा। कसैले मलाई सघायो भने छिटो छिटो काम सकिन्थ्यो कि, त्यति मात्रै भने हो। दिउँसोको कामहरू पनि बाँकी नै छ, त्यसैले। ए अब तेरो मुख पनि चल्न थालेछ, होइन? अस्तिको पिटाइले पुगेन, अझ त उल्टै मलाई मुख फर्काउँछस्। काम गर भन्दाखेरि उल्टै जवाब फर्काउने। तँलाई आज म ठिक पार्छु। तँलाई ल ल ल ल ल त मलाई जित्र खाएको होइन? ल ल ल तँलाई म आज नमारी छोड्दिन। पख ल ल ल ल ल चुप ल। आवाज ननिकाल है, गाउँलेलाई खेद्नलाई आवाज निकाल्छस् तैँले? तँलाई म मार्दै हो। प्रदीप, प्रदीप, मैले हजुरको आमालाई कहिले खुसी पार्न सकिनँ। मैले गरेको हरेक काम आमाले मन पराउनुहुन्न।
जहिले पनि रिसाउनु मात्र हुन्छ। हजुर छिटो आउनुहोस्। आज त अति नै भयो। सायद आजको दिन मेरो लागि अन्तिम दिन हुनेछ। अहिले व्यस्त छु म, फोन राख त, पछि कुरा गरौँ। बुढी ए बुढी माया ए बुढी, यस्तो खुसी र शान्तिसँग चलिरहेको परिवारमा तिमी यस्तो नगर न बुढी। आमाले भनेको मान्नुपर्छ। तिमी बुहारी हो, तिमी सबको भनेको मान्नुपर्छ। के गरेकी बुहारी यो तिमीले? तिमी जस्तै पढी लेखेकी युवती आज आत्महत्याको शिकार बन्छौ भने कयौं अशिक्षित हाम्री चेलीहरूले के गर्लान्? सोच त। बुहारी, आत्महत्या गर्नु नै हाम्रो समस्याको समाधान होइन। के गर्नु त काका? न त बाँच्न सक्छु न त मर्नु नै। होइन बुहारी, हामीले न्याय खोज्ने निकाय धेरै छन्। पख, म फोन गर्छु। जय नेपाल प्रहरी परिसर काठमाडौँ। ओइ, के गरिरहेछस्? के भयो शिला? के गरेको तैँले यस्तो? तँ जस्तो बुझ्ने केटीले पनि यस्तो हरकत गर्ने? भन्न, के भयो? मनभित्रको पीडा भने पो मन पनि हल्का हुन्छ। केही त उपाय निस्किन्छ नि, भन्न के भयो? ले त, हाल्दे। भन् त, के भयो? दाइ र मलाई किन फरक छुट्याउनुहुन्छ मेरी आमाले? छोरा र छोरीमा यति धेरै भेदभाव किन होला आशा? एउटै कोखबाट जन्मिएको छोरालाई ममताको छाडी पाउँछ भने छोरीले चाहिँ किन घृणाको ज्वाला खेप्नु पर्ने? के म आमाको सन्तान होइन र? के छोरीले चाहिँ सन्तानको सुख दिन सक्दैन र? आमाले म प्रति गर्ने भेदभावको कारण पढ्नै मन लाग्दैन। बरु जिन्दगी नै कुलतमा सिद्ध्याउन मन लाग्छ। आशा, त्यसो नभन् केटी। आमालाई बुझाउने कोसिस गर्नुपर्छ। के भयो नानी? किन रोकी?
पिर नगर नानी, म सम्झाउँछु तिम्री आमालाई। हेर मसँग। भित्र को हुनुहुन्छ? बाहिर आउनुहोस् त। के भयो सर? किन आउनु भएको? नमस्ते, तपाईको घरमा घरेलु हिंसा भइरहेको खबर पाएर आएका हौँ। तपाईको बुहारी खोइ, बोलाउनुहोस् त। किन चाहियो मेरो बुहारी? के हो यो घरेलु हिंसा भनेको? केही थाहा छैन मलाई। तपाईलाई थाहा छैन? घरेलु हिंसा भनेको व्यक्तिले घरेलु सम्बन्ध भएको अर्को कुनै व्यक्तिलाई दिएको शारीरिक, मानसिक, यौनजन्य, आर्थिक यातना हो। जस्तै डरधाक देखाउनु, धम्की दिनु, गालीगलौज गर्नु, झुटो आरोप लगाउनु, भेदभाव गर्ने, घरबाट निकाल्ने, घोचपेच गर्ने, वैचारिक, धार्मिक वा सांस्कृतिक प्रथा परम्पराको आधारमा भेदभाव गर्ने, मानसिक चोट पुर्याउन सक्ने र मानसिक असन्तुलन हुन सक्ने सबै घरेलु हिंसा हो। सर नमस्कार। के भयो सर यहाँ? नमस्ते, तपाईँ चाहिँ घरमुली हो। तपाईँको घरमा घरेलु हिंसा भइरहेको रहेछ, तपाईँलाई थाहा छ कि छैन? मेरो बुहारी हो, मेरो घरको कुरा हो। मैले भनेको कुरा मानिनन्, त्यसैले मैले ठिक पारेको। तपाईहरु जानुस्। तपाईँको बुहारी भन्ने बित्तिकै तपाईँले कानुन विपरीत काम गर्न मिल्दैन। तपाईँलाई नेपालको प्रचलित कानुन बमोजिम सजाय हुनेछ। यता सुन्नुहोस्, यो घरेलु हिंसा समाजमा सानो देखिए पनि यसको असर ठुलो हुन्छ। यसले बालबच्चाको विकासमा असर पर्छ, परिवारमा सधैँ अशान्ति हुने, परिवारको खुसियाली हराउने, मानसिक तनाव र आत्महत्याको सम्भावना बढ्ने, लैङ्गिक हिंसा बढ्ने जस्ता समस्याहरू देखा पर्दछ, जसले समाजमा नकारात्मक असर परि ठुलो घटना समेत घट्न सक्दछ। सर, घरेलु हिंसाको उजुरी कहाँ दिने हामीले? अनि कस्तो कस्तो सजाय हुन्छ यसको? ल सबैले सुन्नुहोस् है, हाम्रो यहाँ उजुरी गर्ने विभिन्न निकायहरू छन्। नेपाल प्रहरी, स्थानीय तह, महिला आयोग, अदालतमा पनि लिखित वा मौखिक रूपमा 90 दिनभित्र उजुरी दिन सक्नुहुन्छ। हामी जानकारी पाउन साथ कारबाहीको लागि तुरन्त प्रक्रिया थाल्दछौँ र यदि घरेलु हिंसा भएको प्रमाणित भएमा 3000 देखि 25,000सम्म जरिवाना वा 6 महिनासम्म कैद हुन्छ वा दुवै सजाय हुन सक्छ। त्यो एकपटक गल्ती गर्नेको लागि मात्रै हो। पटक पटक गल्ती गर्नेलाई फेरि दोब्बर सजाय हुन्छ। ल अब हिँड्नुहोस् तपाईँ प्रहरी कार्यालय। पर्खनुहोस् इन्सपेक्टर साहब। नमस्ते वडाध्यक्षज्यू। नमस्कार सर। छोरी, के गरेको तिमीले? के भयो छोरी तिमीलाई? मेरो छोरी, तिम्रो यो हालत, मेरो छोरी किन बिग्रेको तिमी यसरी? मैले पनि भर्खरै थाहा पाएँ यो घरमा घरेलु हिंसा भएको कुरा। यी छोरीले आफ्नो आमाले छोरा र छोरीमा गरेको भेदभावको पीडा सहन नसकेर मादक पदार्थ अनि लागु औषध समेत खान थालिसकेछ। हेर्नुहोस्, तपाईँले छोरा र छोरीमा भेदभाव गर्नाले छोरीको यो अवस्था भयो। छोरा छोरी अनि बुहारीमा कहिले भेदभाव गर्नु हुँदैन, समान व्यवहार गर्नुपर्छ। इन्सपेक्टर साहब, म सम्झाउँछु उहाँहरूलाई, एकपटकलाई माफी दिनु पर्यो। गल्ती भयो सर, अबदेखि यस्तो गल्ती हुँदैन। म मेरो परिवारको तर्फबाट माफी माग्न चाहन्छु। हो सर, मबाट ठुलो गल्ती भयो। अबदेखि छोरी र बुहारीलाई पनि छोरा सरह व्यवहार गर्छु। मलाई माफ गरिदिनुस्। ठिक छ, तपाईँहरूले गल्तीको प्रायश्चित गर्नुभयो। एकपटकलाई स्थानीय सरकारवालाहरूको रोहबरमा छोडिदिएका छौँ। अर्को पल्टदेखि यसरी नै घरेलु हिंसा दोहोऱ्याउनु भयो भने कानुन बमोजिम सजाय पाउनुहुनेछ। बुझ्नुभयो नि? हजुर सर, बल्ल बुझ्यौँ हामी। ल सबैजनाले बुझ्नुभएछ, खुसी लाग्यो। आजैबाट तपाईँ हामी सबै मिली घरेलु हिंसा विरुद्ध हातेमालो गरौँ। आजबाट हामी शान्त समृद्ध समाज बनाउनलाई अघि बढौँ, हातेमालो गरौँ। शान्त समृद्ध समाजको आधार घरेलु हिंसा रहित परिवार।